आजको विषय निकै संवेदनशील र बहसयोग्य पनि छ। दिल्ली उच्च अदालतले एप खुलाउने टेलिग्रामको अपिललाई खारेज गरिदिएको छ भने भारत सरकारको यो कदमलाई उचित र कानुनी पनि ठहर गरिदिएको छ। एकातिर भारत आफूलाई विश्वकै ठूलो लोकतन्त्रको रूपमा प्रस्तुत गर्छ, तर अर्कोतिर समय समयमा सामाजिक सञ्जाल, प्लेटफर्म, वेबसाइट, एप र डिजिटल सामग्रीमाथि प्रतिबन्ध लगाउने निर्णयहरू पनि गर्छ। अगर किशोरों के लिए सोशल मीडिया साइट से प्रतिबंध लगा दिया जाए तो क्या होगा? इससे नुकसान होगा या फायदा? दरअसल हम इस सवाल का जवाब जानते हैं क्योंकि ये पहले ही आजमाया जा चुका है। यह प्रयोग पहले किया जा चुका है रूस में। तो रूस ने उस समय के सबसे बड़े सोशल मीडिया प्लेटफॉर्म टेलीग्राम को अपने सभी नागरिकों के लिए प्रतिबंधित कर दिया, क्योंकि हमने बड़े पैमाने पर निगरानी और सेंसरशिप की उनकी मांगों को मानने से इनकार कर दिया था। हालांकि 50% रूसी किशोर अभी भी हर महीने टेलीग्राम का उपयोग करते हैं। वे पूरी चीज को बाईपास करते हैं और VPN से आप बहुत कम कर सकते हैं। विश्वकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतले राष्ट्रिय चिकित्सा प्रवेश परीक्षामा भएको प्रश्नपत्र चुहावट र ठगी रोक्ने नाममा जुन 22 सम्मका लागि टेलिग्राममाथि देशव्यापी प्रतिबन्ध लगाएको छ। नीट पेपर लिकको आरोपीलाई पनि एक्जाम दिने मौका दिनुपर्छ भनेर कोर्टले आदेश पनि गरेको छ, किनभने यसको कारणमा उसले एजुकेसन चाहिँ नागरिकको फन्डामेन्टल राइट हो, मौलिक अधिकार हो भनेर पनि व्याख्या गरेको छ। मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रताका कार्यकर्ताहरूले यस प्रतिबन्धको कडा आलोचना गरेका छन्। उनीहरूका अनुसार डिजिटल माध्यममा नागरिकको संवाद गर्ने र सूचना आदान प्रदान गर्ने संवैधानिक स्वतन्त्रतालाई सरकारले नियन्त्रण गर्न खोजेको छ। एउटा परीक्षाको समस्यालाई देखाएर सिङ्गो प्लेटफर्म नै बन्द गरिदिँदा भविष्यमा सरकारले आफ्नो इच्छा अनुसार जुनसुकै बेला पनि कुनै पनि डिजिटल सञ्चार माध्यम बन्द गर्न सक्ने खतरनाक नजिर स्थापना भएको उनीहरूको तर्क छ। भारत टेलिग्रामका लागि 15 करोड भन्दा बढी प्रयोगकर्ता भएको विश्वकै सबैभन्दा ठूलो बजार हो। यो प्रतिबन्धले विश्वव्यापी प्रविधि कम्पनी र सरकारी नियामक निकाय बीचको शक्ति सङ्घर्षलाई फेरि पनि सतहमा ल्याएको छ। टेलिग्रामका संस्थापक पावेल डुरोभले सरकारको यो कदमको विरोध गर्दै अपराधीहरूलाई कारबाही गर्नुको साटो 15 करोड सर्वसाधारण प्रयोगकर्तालाई सजाय दिनु अन्यायपूर्ण भएको बताएका छन्। त्यसैले प्रश्न उठ्छ, लोकतन्त्रमा राज्यको भूमिका कहाँसम्म र नागरिकको आवाज कहाँसम्म स्वतन्त्र? एउटै जस्तो सुरुवात, सामाजिक सञ्जालमाथि प्रतिबन्ध, युवाहरूको आक्रोश, इन्टरनेटमा विरोध, तर अन्तिम परिणाम भने फरक। नेपालमा आन्दोलन, सडकमा विस्फोट हुन्छ। भारतमा विरोध त हुन्छ, तर राज्य संयन्त्रले त्यसलाई संस्थागत प्रक्रियाभित्र राख्न सफल हुन्छ। प्रश्न उठ्छ, दुवै देशमा सामाजिक सञ्जालमाथि नियन्त्रणको प्रयास हुँदा किन परिणाम फरक देखियो? धेरै मानिसले लोकतन्त्र भन्नासाथ चुनाव सम्झन्छन्, तर लोकतन्त्रको आधार केवल मतदान होइन। यसमा समावेश हुन्छ अभिव्यक्ति स्वतन्त्रता, आलोचना गर्ने अधिकार, स्वतन्त्र मिडिया, न्याय प्रणाली, नागरिक अधिकार। एउटा सरकार चुनावबाट आएको हुन सक्छ, तर लोकतन्त्रको गुणस्तर मापन हुन्छ त्यो सरकारले आफ्ना आलोचकलाई कति ठाउँ दिन्छ। अब राज्य पक्षको तर्फबाट हेर्दा राज्यले कहिलेकाहीँ टेक प्लेटफर्ममाथि कदम चाल्नुको कारण राष्ट्रिय सुरक्षामा खतरा सिर्जना हुने भनेर भन्छ। जस्तो गलत सूचना दिँदाखेरि, घृणा फैलाउने सामग्रीहरू प्रसारण गर्दा, हिंसा भड्काउने गतिविधिहरू साइबर अपराध बताउने गर्छ। ठूलो जनसङ्ख्या भएको देशमा एउटा गलत सूचना लाखौं मानिससम्म केही मिनेटमै पुग्न सक्छ। त्यसैले सरकार भन्छ स्वतन्त्रता आवश्यक छ, तर जिम्मेवारी पनि आवश्यक छ। यही शक्ति दुरुपयोग पनि हुन सक्छ। यदि सरकारलाई मन नपर्ने आलोचनालाई पनि सुरक्षाको नाममा रोकियो भने त्यसपछि प्रश्न उठ्छ, कसले निर्णय गर्ने कि कुन आवाज खतरा हो र कुन आवाज आलोचना मात्र हो? लोकतन्त्रमा सरकारको आलोचना गर्ने अधिकारलाई निकै महत्त्वपूर्ण मानिन्छ। बाँकी चर्चा हामी अर्को बसाइमा गर्नेछौँ।